अब घरमै बसी बसी भोटर आइडी कार्ड पाउनुहोस्। यदि तपाईसँग राष्ट्रिय परिचय पत्र छ भने तपाईले घरमै बसेर भोटर आइडी कार्ड पाउन सक्नुहुन्छ। यसको लागि इलेक्सन कमिसनमा गएर लामो लाइन बसिराख्नु पर्दैन। नेपाल सरकारले इलेक्सन कमिसनको सिस्टमलाई एनआइडी को सिस्टममा लिङ्क गरेसँगै अब भोटर आइडी कार्ड बनाउन निकै सजिलो भएको छ। अब सिकौँ है त कसरी गर्ने भनेर। सबैभन्दा पहिला स्क्रिनमा दिएको वेबसाइटमा गएर नयाँ दर्ता लेखेको अप्सनमा क्लिक गर्नुहोस्। त्यसमा गएर राष्ट्रिय परिचय पत्रको नम्बर, तपाईको फर्स्ट नेम र जन्ममिति राख्नुहोस्। त्यो सँगै एउटा सजिलो क्याप्चा हुन्छ, त्यसको आन्सर लेख्नुहोस् र नीलो बटन क्लिक गर्नुहोस्। यसपछिको फर्ममा तपाईले आफ्नो एड्रेस इन्फर्मेसन राख्नुपर्ने हुन्छ। तपाईको प्रदेश, वडा नम्बर, जिल्ला, मतदान स्थलको नाम र गाउँपालिका वा नगरपालिकाको नाम राखेर अर्को बटनमा क्लिक गर्नुपर्ने हुन्छ। यसपछिको पेजमा राष्ट्रिय परिचय पत्रमा भएको विवरण तपाईको स्क्रिनमा अटोमेटिकली देखिन्छ। यो पेजमा तपाईले आफ्नो मोबाइल नम्बर, इमेल एड्रेस लेखेर अर्को बटनमा क्लिक गर्नुहोस्। अब आउने पेजमा पनि तपाईको नागरिकताको विवरण अटोमेटिकली त्यो पेजमा देखिन्छ। तर यसमा नागरिकताको किसिम भने आफैले भर्नुपर्ने हुन्छ। यसपछि स्थायी ठेगाना जस्तै लेखिएको चेकबक्समा क्लिक गर्नुहोस् र अर्को बटनमा क्लिक गर्नुहोस्। यसपछिको पेजमा यदि तपाईमा अपाङ्गता रहेको भए तपाईले हो भन्ने बटन क्लिक गर्नुहोस् र किसिम पनि छनौट गर्नुहोस्। त्यसपछि अर्को बटन थिच्नुहोस्। अब आउने पेजमा तपाईले आफ्नो मातृभाषा, समूह वर्ग र शैक्षिक योग्यता फिल गरेर अर्को बटन क्लिक गर्नुहोस्। अब यति भरिसकेपछि तपाईले आफ्नो विवरणलाई चेक गर्नुहोस् भन्ने हरियो बटनमा क्लिक गर्नुहोस्। यति भएपछि तपाईको नाम भोटर लिस्टमा घरमै बसी बसी दर्ता हुनेछ।